साथीहरु तपाईहरुले चाहिँ यो कन्टेन्ट क्रिएसन गर्नको लागि यस्तो यो स्ट्यान्डहरु चाहिँ पहिले किनेर कन्टेन्ट क्रिएसन गर्न सुरु गर्नुभयो कि पछि गर्दै गएपछि किन्नुभयो? मैले चाहिँ पहिला मोबाइलबाट यतिकै गर्थे। अहिले चाहिँ टिकटकमा मेरो 3.8k फलोवर्स अनि युट्युबमा 1.66k फलोवर्स पुगेपछि बल्ल आज किने मैले चाहिँ फाइनली। सो आज चाहिँ मैले कलेज सकिएपछि त्यतैबाट बजार गएर स्ट्यान्ड किन्ने सोचिरहेको थिएँ। बालकुमारी कलेजकै नजिक छ नि त इन्द्रदेव मार्ग, अनि हो त्यहाँनेर चाहिँ 246 एसेसोरिज छ। यो चाहिँ होलसेल पसल हो अनि यसमा चाहिँ रिजनेबल प्राइसमा पाइन्छ के सामानहरु। अनि म चाहिँ त्यही गएँ अनि दिदीलाई ट्राइपड स्ट्यान्ड देखाउनु न दिदी भनेर अनि त्यहाँ हेरेर चेक गर्न थाले। धेरै नै हेरेँ मैले चाहिँ, तर पछि चाहिँ मैले सिम्पल खालको किने, त्यो लाइट नभएको। अनि छुट्टै एक्स्ट्रा लाइट किन्छु भनेर यहाँ लाइट पनि टेस्ट गरेको थिएँ, तर लाइट चाहिँ मलाई खासै राम्रो लागेन। अनि अहिले चाहिँ मलाई खासै लाइट चाहिएको पनि थिएन। अनि त्यसपछि चाहिँ म फलफुल पसलमा गएँ, भाइको लागि अलिअलि फलफुलहरु किने। बजारमा चाहिँ राखीहरु टन्नै आइसकेको रहेछ जनै पूर्णिमाको लागि। अनि यो चाहिँ पुतली बजार, म यही जान्छु के प्राय जस्तो सामानहरु किन्न। त्यसपछि चाहिँ म घर गएँ अनि मलाई चाहिँ घर गएर कहिले त्यो ट्राइपड स्ट्यान्ड हेरौँ जस्तो भइरहेको थियो। अनि म चाहिँ कपडै नफेरिकन त्यतिकै अनबक्सिङ गर्न लागेँ। भिडियो चाहिँ मैले प्राय जस्तो पहिला यतिकै मोबाइल कतै अड्याएर हातमै समातेर बनाइरहेको हुन्थेँ, तर कुनै कुनै ठाउँमा चाहिँ अड्याउन नमिल्ने ठाउँ पनि हुन्छ अनि कुनै कुनै चाहिँ राम्रो एंगल पनि आउँदैन। त्यो राम्रो भ्यूहरु भएको ठाउँमा पनि भिडियो बनाउनै मिल्दैन नि त। त्यही भएर मलाई चाहिँ स्ट्यान्ड किन्ने एकदम मन थियो कि। त्यही भएर आज चाहिँ आँखा चिम्लेर किने। अनि मैले चाहिँ यो मामाअर्थको मोइस्चराइजर पनि किने, तर अस्ति भर्खर चाहिँ मैले यो पोन्ड्सको मोइस्चराइजर किने थिएँ। यो चाहिँ ओइली स्किनकै लागि हो, तर पनि मलाई चाहिँ सुट गरेन। अनि मैले चाहिँ त्यो मोइस्चराइजर बहिनीलाई 100 रुपैयाँमा बेच्दिएँ। अनि म चाहिँ फेरि मक्ख परेर यो ट्राइपड स्ट्यान्डको डिफ्रेन्ट एंगलहरुबाट भिडियो बनाउँदै हेर्दै मक्ख परिरहेको थिएँ कि यो स्ट्यान्ड चाहिँ यतिको अग्लो छ, यसमा चाहिँ रिमोट पनि हुन्छ, टाढा बसेर कन्ट्रोल गर्न फोटो खिच्न पनि मिल्छ। अब चाहिँ झन् राम्रो भिडियो लिएर आउने छु। बाइ बाइ।